हाई गाइज नमस्ते। आई होप हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला। म रोशनी तामाङ। आज चाहिँ मेरो डे अफ। आज चाहिँ मलाई साह्रै अल्छी लागेर म चाहिँ यसो बाहिर गएर समुद्र नजिकै बसेर बुक पढ्न मन लाग्यो अनि मनमा लागेको हरेक कुराहरू लेख्न मन लाग्यो। सो त्यही भएर म चाहिँ बाहिर जानलाई रेडी हुँदैछु अनि लिपस्टिक त हाल्नै पर्यो होइन। अब समुद्र नजिकै बसेपछि हावाले ओठ फुट्ने सम्भावना हुन्छ। सो त्यही भएर म चाहिँ टक्क रेडी भएर जान लागेको। अब बाहिर जाडो हुन्छ अनि त्यही भएर मैले चाहिँ स्वेटर लिएँ अनि त्यसपछि अब चाहिँ जान्छु। म एक्लै थिएँ बाटोमा होइन, टक्क गएँ अनि समुद्र नजिकै पुगेपछि समुद्र वरिपरिको भ्यूहरूलाई क्याप्चर अनि बुक निकालेर एकछिन बुक पढेँ। समुद्रको चिसो मिठो हावासँगै रम्दै बुकहरू पढेँ। त्यसपछि मैले बुक पढिसकेपछि चाहिँ यसो हल्का नक्कल पारेँ होइन, यताउता घुम्दै डुल्दै आफ्नो भिडियो बनाउने त कोही पनि हुनुहुन्न थियो। आफूले नै साइडमा अड्याएर यसो नाटक देखाएर नौटङ्की पारेँ, नक्कल पारिदिएँ अनि के गरौँ लाग्यो। त्यसैले चाहिँ मैले अहिले चाहिँ टक्क आई लभ मम लेखेँ। सो त्यही हो। अनि त्यसपछि म एकछिन बसेर भिडियोहरू गरेर अनि घर फर्केँ। यो मेरो डे